नमस्कार। आज हामी नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक बृहस्पति अधिकारीज्यू र आर्वा विजय माविका प्रधानाध्यापक पद्मादेवी बराल अधिकारीज्यूको घरमा छौँ। उहाँहरूको विशेषज्ञता, योगदान र प्रतिष्ठा आफ्नो क्षेत्रमा छँदैछ। त्यसका अलावा पद्मा म्यामले पछिल्लो समयमा नेपाली वेशभूषा, नेपाली लोकलय, नेपाली रीतिरिवाज, चाडपर्व र परम्पराहरूका धड्कनहरू प्रकट हुने गरी तिनको उत्थान हुने गरी एउटा कला प्रस्तुत मार्फत चाहिँ यो सामाजिक सञ्जाललाई पनि उहाँले सम्बोधन गरिरहनु भएको, सामाजिक सञ्जाललाई पनि तताइरहनु भएको अवस्था छ, सन्देश प्रवाह गरिरहनु भएको अवस्था छ। यस्ता सफल जोडीहरू हाम्रो अन्नपूर्ण सोलर एन्ड मेटल इन्जिनियरिङको उत्पादन, अन्नपूर्ण सोलर वाटर हिटरको प्रयोगकर्ता र सन्तुष्ट प्रयोगकर्ताको पङ्क्तिमा उभ्याउन पाउनु गौरवको विषय हो। हामी गौरव गर्छौँ। अब म सर म्यामलाई, यहाँहरूले करिब हामी 55-56 सालतिर यो अन्नपूर्ण सोलर हिटर यहाँहरूको घरमा ल्याएर जडान गर्ने अवसर प्राप्त गरेका थियौँ। यतिका समय प्रयोग गर्दै गर्नुहुँदा यहाँहरूलाई हाम्रो प्रडक्टको एउटा धारणा हाम्रा ग्राहक समक्ष प्रस्तुत गरिदिनु अनुरोध गर्छु। नमस्कार। धन्यवाद नारायण सर। हामीले सरले भने जस्तै यो अन्नपूर्ण सोलर विगत 25 वर्षभन्दा बढी 26-27 वर्षदेखि प्रयोग गरिरहेका छौँ। यो स्वदेशी उत्पादन, यहाँले चाहिँ उत्पादन गर्नुभएको जुन स्वदेशी उत्पादन छ, यो यसबाट हामी सन्तुष्ट छौँ। अहिलेसम्म पनि निरन्तर रूपमा तातो पानी प्रयोग गर्न हामी पाइरहेका छौँ र यसले गर्दाखेरि विदेशी उत्पादन मात्रै राम्रो हो भन्ने जुन सोचाइ हुन सक्छ, त्योभन्दा पनि अझ बढी राम्रो स्वदेशी उत्पादन नै छ र यसलाई हामीले प्रवर्धन गर्नुपर्छ, प्रोत्साहन पनि गर्नुपर्छ र विदेशी उत्पादनका कमी कमजोरीहरूलाई समेत यसले विस्थापित गर्ने गरी जुन उत्पादन गर्नु भएको छ त्यसमा हामी गौरव गर्छौँ। राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ र अन्नपूर्ण सोलरलाई नै हामीले प्रयोग गरेका र हामी सन्तुष्ट ग्राहकको रूपमा भएको हुनाले सबै हाम्रा आफन्तजनहरू जो हुनुहुन्छ हामीलाई चाहिँ चिन्ने र हाम्रो यो कुरा सुन्ने उहाँहरूलाई पनि हामी यो सोलर राम्रो छ, यो प्रयोग गर्नको लागि सिफारिस पनि गर्छौँ। हस्, धन्यवाद। हजुर, विद्यालयको त्यत्रो जिम्मेवारी हुँदाहुँदै फेरि गृहिणी पनि, साँच्चीकै गृहिणी पनि हुनुहुन्छ। एउटा गृहिणीको नजरबाट अन्नपूर्ण सोलरले दिएको सुविधा अथवा यो प्रविधिले दिएको सुविधालाई हजुरले कसरी सोच्नु भएको छ? नमस्कार। मैले चाहिँ यो घरमा हामीले लगभग 25-26 वर्षभन्दा पनि बढी हामीले यो सोलर युज गरिरहेछौँ। सुरुमा त अब गृहिणीको हिसाबले भन्नुपर्दा बिहानै उठेर अब हामीले चिसो पानी खेलाउँदा त हामीलाई गाह्रो हुन्छ नि। यो चाहिँ अहिलेसम्म 25-26 वर्षदेखि अहिलेसम्म मैले कुनै पनि दिन चिसो पानी खेलाउनै परेन। त्यसले गर्दा मलाई एकदम ऊर्जा आइरहेछ के भन्नाले अब चिसोले हामीलाई चाहिँ कति सताउँछ नि, ती कुराहरू चाहिँ हामीलाई भएको छैन। त्यही भएर चाहिँ अब मैले त प्रयोग गरिरहेकै छु। अब म जस्ता मलाई चिन्नुहुने मेरो विद्यालय अभिभावक, विद्यार्थी, अब मेरा शुभचिन्तकहरू, मेरा साथीभाइ, इष्टमित्र सबैजनालाई मैले यो अन्नपूर्ण सोलर चाहिँ युज गर्न मैले सिफारिस गर्छु र तिहारको यो पूर्व सन्ध्यामा मेरो प्यारा विद्यार्थीहरू, अभिभावकहरू, साथीभाइ, इष्टमित्र लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा मेरो र हाम्रो परिवारको तर्फबाट यो दीपावलीको शुभकामना व्यक्त गर्न चाहन्छु। साथै अन्नपूर्ण सोलरलाई चाहिँ व्यावसायिक सफलताको समेत शुभकामना व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद।